हाई गाइज नमस्ते सबैजनालाई। अनि आज चाहिँ म के भिडियो बनाउँदैछु भन्दा चाहिँ सबैजनाले बिएससी नर्सिङ भनेको के हो, कसरी सुरु गर्ने, कसरी पढ्न मिल्छ भनेर यस्तो यस्तो भिडियो एकदम धेरै सोध्नुभएको थियो होइन। त्यसको लागि चाहिँ भिडियो बनाउँदैछु। ब्याकग्राउन्ड एकदम खत्तमै आयो होला, तर के म होस्टेलमा बस्दैछु नि त, अनि त्यही भएर लाइटिङ पनि नमिलेर मैले यहाँ लाइट हाल्दैछु। अनि अब म चाहिँ कताबाट सुरु गरौँ भन्दा चाहिँ फर्स्टमा अब बिएससी नर्सिङ कसरी पढ्ने कुरामा जाऊँ होइन। बिएससी नर्सिङ भनेको के हो त अब हजुरलाई थाहा भइसक्यो। जुन चाहिँ हामीले 11-12 साइन्स गर्यो, साइन्स गरिसकेपछि चाहिँ 11-12 साइन्स गरिसकेपछि हामीले चाहिँ 4 वर्षे कोर्स हुन्छ बिएससी नर्सिङ भन्ने होइन। फर्स्ट इयर, सेकेन्ड इयर, थर्ड इयर र फोर्थ इयर गरेर 4 वर्षे कोर्स हुन्छ। त्यो 4 वर्षे कोर्स दिइसकेपछि चाहिँ हामी चाहिँ के अरे लाइसेन्सको एक्जाम दिनुपर्छ। अनि हामी चाहिँ के भइन्छ, आरएन भइन्छ होइन। बिएससी नर्सिङको आरएन भइन्छ होइन। त्यस्तै पिसिएल नर्सिङ भनेको त थाहा के हो, थाहा भयो होइन। पिसिएल नर्सिङ भनेको चाहिँ त्यही 10 पछि हामीले एससी गरिसकेपछि चाहिँ हामीले इन्ट्रान्स एक्जाम हुन्छ, त्यो पास आउट गरेर 3 वर्षे कोर्स हुन्छ। 3 वर्षे कोर्स गरेर अनि हामीले लाइसेन्स निकालेपछि फेरि हामी त्यसको पिसिएल नर्सिङ पनि आरएन भइन्छ होइन। ब्याचलर आरएन र पिसिएल नर्सिङको आरएन कामहरू सबै लगभग सेम नै हो, त्यस्तो केही हुँदैन। यता बिएससी गरेकोहरू चाहिँ मेडिकल अफिसरहरूको लागि लड्न पाइन्छ यस्तै के भन्ने सुन्दैछु मैले पनि, एक्ज्याक्ट आई डोन्ट नो भन्ने होइन। अनि त्यसपछि अब अर्को बिएससी नर्सिङ भनेको के हो बुझ्नु भएन, कसरी पढ्ने भनेको चाहिँ अब फर्स्टमा चाहिँ हामीले चाहिँ के गर्नुपर्छ भन्दा चाहिँ फर्स्टमा चाहिँ हामीले चाहिँ सिई एक्जाम भन्ने हुन्छ। सिई भनेको चाहिँ कमन इन्ट्रान्स एक्जाम भन्ने भयो होइन। त्यसको लागि चाहिँ त्यो भनेको चाहिँ एउटा इन्ट्रान्स एक्जाम भयो। त्यो पास आउट भइसकेपछि चाहिँ हामीले त्यसपछि बल्ल हामी बिएससी नर्सिङको सिई एक्जाम हुन्छ। त्यो पास आउट भइसकेपछि बल्ल अब हामी बल्ल अब हामी नर्सिङ पढ्न मिल्ने भन्ने हुन्छ। अब त्यसको लागि इन्ट्रान्स प्रिपेरेसन गर्नु पऱ्यो। अब घरमै बसेर पढ्छु, बुक लिएर आएर पढ्छु सक्छु भन्यो भने घरमै बसेर 11-12 को बुकहरू पढेर राम्रोसँग हल्का आइडियाहरू लिएर अरू इन्स्टिट्युटहरूको, अनि त्यसरी गर्दा पनि हुन्छ होइन। त्यो गर्दा पनि भयो। नत्र अब म इन्स्टिट्युट नै जोइन गर्छु भन्यो भने चाहिँ मैले चाहिँ पोखरातिर इन्स्टिट्युट जोइन गरेको थिएँ। मलाई त लास्ट रिग्रेट भएको थियो कि, अनि त्यही भएर चाहिँ हजुरहरूले चाहिँ मैले भनेअनुसार चाहिँ नेम अथवा भाइब्रेन्टको अनलाइन क्लासहरू गर्नुभयो भने चाहिँ अब वहाँ गएर गर्दा यताउता गर्दा टाइम वेस्ट हुन्छ, बरु घरै बसेर अनलाइन गर्ने। त्यसले गर्दा टाइम म्यानेजमेन्ट पनि हुन्छ, घरमै बसेर आनन्दले गर्ने त्यो गर्ने। अनि त्यो गरिसकेपछि चाहिँ के गर्ने भन्दा चाहिँ अब इन्ट्रान्स एक्जाममा यतै इन्ट्रान्स के अरे बिच कोर्स चाहिँ जोइन गरिसक्यौँ नि त। अब बिच कोर्स गरिसकेपछि त्यहाँ कसरी पढ्ने के पढ्ने भनेर आइडियाहरू हुन्छ। अब त्यही पनि हल्का फुल्का आइडियाहरू टिप्सहरू मैले आफैले आफ्नै युट्युब च्यानलमा भनि पनि सकेको छु नि त। पहिला अस्ति नै हेरिसक्नुभयो भने हजुरहरूलाई थाहा पनि हुन्छ होइन। अनि त्यही टिप्स ट्रिक्सहरू पनि हल्का फुल्का भयो। अनि नेमहरूमा त्यही पनि अब एमसिक्यूहरू त्यसरी नै त्यही पनि सिकाउनुहुन्छ होइन, कसरी गर्ने के गर्ने भनेर सबै त्यही सिकाउनुहुन्छ पढ्ने। अनि राम्रोसँग पढिसकेपछि चाहिँ अब हाम्रो इन्ट्रान्स एक्जाम जुन चाहिँ हामीले यसको पनि छुट्टी हुन्छ, एमबिबिएसको लागि छुट्टी दिनुपर्छ, बिएससी नर्सिङको लागि छुट्टी, अनि प्यारामेडिकल्सहरूको लागि छुट्टी, बिडिएसको लागि छुट्टी हुन्छ होइन। अब हामीले बिएससी नर्सिङको लागि चाहिँ एक्जाम फर्म भर्यौँ भने त्यसको लागि चाहिँ 4000 थियो हाम्रो पालामा, अझै 4000 नै छ जस्तो लाग्छ होइन। 4000 रुपियाँ तिरेर चाहिँ हामी चाहिँ इन्ट्रान्स एक्जामको फर्म भर्यौँ। अब फर्म भरिसकेपछि चाहिँ अब हामीले बिएससीको लागि भरेको नि त। अनि बिएससीको एक्जाम दिन चाहिँ हाम्रो जुन पाए त्यो लोकेसनमा हुँदैन, यो चाहिँ कमन भनेको चाहिँ एकै ठाउँमा हुने हो नि त। त्यही भएर काठमाडौँमा हुन्छ। यो चाहिँ काठमाडौँको पनि अब सबै एउटै कलेजमा त अट्दैन त, कति धेरै हुन्छ नि। हाम्रै पालामा 18-19 हजारजना थियो भनेपछि त्यो थुप्रैजना हुन्छ नि त। अनि त्यही भएर चाहिँ त्यसको लागि चाहिँ काठमाडौँ जान्छ। काठमाडौँले पनि छुट्टा कलेजहरू हुन्छ नि। मेरो व्हाइट हाउसमा पढेको थियो नि, त्यसरी नै कलेजहरूमा चाहिँ छुट्याइदिएको हुन्छ नि। त्यो कलेजहरूमा जाने, अनि कलेजहरूमा गइसकेपछि चाहिँ त्यही कलेजहरूमा हुन्छ कि के अरे आफ्नो नामहरू आउँछ सबै। अब कोड के कोडहरू सबै आउँछ के भन्छ खै के भन्छ होइन। त्यो पेपर आउँछ, पेपरमा आइसकेपछि कुन कलेजमा पऱ्यो सबै भनिदिन्छ। फर्म भरेको पेपर त्यो आउँछ होइन, के भन्थ्यो यार मैले बिर्सेँ। अनि त्यो आउँछ, त्यो आइसकेपछि फर्म, अनि त्यसपछि त्यही कलेजहरू सबै लेखेको हुन्छ नि। हामी एक्जाम दिन जाने। अब एक्जाम दिइसकेपछि त्यस्तै 4-5 दिन 3-4 दिन त्यही अनुसार कहिले रिजल्ट आउँछ। रिजल्ट आइसकेपछि चाहिँ आफ्नो बिएससी नर्सिङमा नाम सकेछ भने पहिला नाम निस्केको नम्बरहरू मात्र आउँछ। अनि त्यसपछि चाहिँ के आउँछ भने अलि दिनमा गइसकेपछि चाहिँ नाम निस्केको नम्बर पछि चाहिँ अलि दिनमा चाहिँ के हुन्छ भन्दा चाहिँ त्यस्तै कोटाहरूको आउँछ कि, कोटाहरू अथवा स्कलरसिपहरूको सबै आउँछ होइन। कोटा अनुसार कसरी नाम आयो स्कलरसिपहरूको त्यसरी आउँछ। अब कोटा भनेको के हो भनेर बुझ्नुभयो भने जुन चाहिँ अब हामी गभर्मेन्ट पढेको 6 to 10 पढ्यो भने त्यो कोटाले त्यसको पनि हाई प्रायोरिटी हुन्छ। अनि जनजाति कोटा, अब हजुरहरू नेवारहरू हुनुहुन्छ, गुरुङ मगरहरू हुनुहुन्छ भने जनजातिको कोटा बनाउने, अब बाहुनहरू हुन्छ भने खसारीको कोटा, यस्तै कोटा बनाएको हुन्छ नि त। जुन चाहिँ हामीले अगाडि नै बनाउने हो कि, जस्तै अब फर्म भर्ने बेलामा चाहिँ कोटा छ भन्ने बनाउने भन्ने हुन्छ नि त। त्यस्तै अब जनजातिको बनाएर लिएर आएर त्यसरी नै फर्म भर्ने हो कि।
अनि त्यो जस्तै अब ट्रान्सक्रिप्टहरू राख्छ नि त्यसरी त्यो राखेर फर्म भर्ने हो। अनि अब यदि आफ्नो कोटा छ भने त्यसले गर्दा चाहिँ अलि स्कलरसिपहरू पाउने एकदम चान्सेस हुन्छ। मेरो 6 to 10 को थियो, त्यसले गर्दा मैले गभर्मेन्टको कोटा भएको हुनाले चाहिँ मैले स्कलरसिप पाएको हो। अनि मार्क्स थोरै आयो भने पनि त्यही अनुसार पाइन्छ। अब यस्तो हुन्छ, अब त्यसरी नै अब रिजल्ट आएर मार्क्स पनि त्यस्तै 80, 90, 100 क्रस आयो भने त स्कलरसिप पाइने पनि चान्सेस हुन्छ हाई लेभलको होइन। 70, 80 आयो भने पनि कलेज राम्रो पाइन्छ। 50, 60 को रेन्ज छ भने नि कलेज त पाइन्छ। अब अलि अरू कलेजहरू पाइन्छ होइन। यस्तो अब राम्रो हाई प्रायोरिटी कलेजहरू चाहिँ नपाउन सकिन्छ। त्यही हो। अनि त्यसपछि त्यो पास तो भयो, नाम निकालिसकेपछि चाहिँ सबै भइसक्यो। अनि त्यसपछि अब मेरो नाम निस्किसक्यो। नाम निस्केर पनि मैले चाहिँ भर्ना गर्न गयो मेरो 3 अनि त्यसपछि फेरि यस्तो हुन्छ, अब त्यो आइसकेपछि चाहिँ अनि अब हामीले चाहिँ अलि दिनमा चाहिँ स्कलरसिपको सबै आइसक्यो नि। अनि के अरे कलेज चुज गर्ने हुन्छ, कलेज चुजहरू गर्ने। अनि कलेज चुज गरिसकेपछि चाहिँ कलेजलाई चाहिँ कोडिङ गर्ने कि अब कुन कलेज आफूलाई पढ्न मन लाग्यो त्यही अनुसारको 1, 2, 3 गरेर मिलाएर राख्ने। अनि त्यसपछि चाहिँ अलि दिनमा चाहिँ नाम आउँछ। अनि त्यसलाई एक्सेप्ट गर्ने कि डिक्लाइन गर्ने भन्ने हुन्छ होइन। अनि एक्सेप्ट गर्यो भने अब म चाहिँ त्यही अब मेरो पोखरा नर्सिङ पऱ्यो। अनि पोखरा नर्सिङमा मेरो पऱ्यो। अनि पोखरा नर्सिङमा परिसकेपछि चाहिँ अब चाहिँ के गर्ने, त्यसपछि त्यो चाहिँ मैले एक्सेप्ट गरेँ होइन। अनि एक्सेप्ट गरिसकेपछि चाहिँ अब म चाहिँ पोखरा नर्सिङको लागि भयो। पोखरा नर्सिङ चाहिँ के को लागि भन्दा TUIM को लागि हो नि त। अनि TUIM भइसकेपछि चाहिँ अनि म चाहिँ कहाँ जानुपर्छ, काठमाडौँ त्यही महाराजगञ्जमा चाहिँ गएर चाहिँ मैले एडमिसन गरेँ होइन। अब एडमिसन गरिसकेपछि चाहिँ मेरो इक्जाम्पल दिन्छु मैले चाहिँ। अनि एडमिसन गरेँ। अनि एडमिसन गरिसकेपछि चाहिँ अनि त्यसपछि कलेजले नोटिस निकाल्छ। अनि कलेजमा आयो, फेरि कलेजमा आएर नि एडमिसन गरेँ। अब स्कलरसिप भइसकेपछि चाहिँ त्यही होस्टेल फीहरू अनि कलेजको हल्का फुल्का एक्जाम फीहरू त्यस्तो मात्र पैसा दिनुपर्ने हो नि त, अरू त पर्दैन नि त। त्यही हो। अनि अब पेइङ पढ्ने हो भने चाहिँ पेइङ पनि युनिभर्सिटी वाइज छुट्टै हुन्छ पैसाहरू फेरि युनिभर्सिटी वाइज। अब हाम्रो ट्युको खै 10 लाख समथिङ कति छ, कसैको 11 लाख छ, कसैको 9 लाख, यस्तै कति छैन, यस्तै कति छ। अनि त्यही गर्ने। अनि सबै भइसकेपछि चाहिँ अनि कलेज जोइन भयो। कलेज पनि अब 4 वर्षे कोर्स हुन्छ, फर्स्ट इयर, सेकेन्ड इयर, थर्ड इयर र फोर्थ इयर। अनि फी कहिले तिर्ने भन्दा चाहिँ फर्स्ट इयरको चाहिँ त्यही फर्स्टमा एउटा एडमिसन गर्दा तिरे भयो। अनि अर्को सेकेन्ड इयर सुरु हुनुभन्दा अगाडि एउटा कलेजले नोटिस निकाल्छ त्यसमा तिर्ने। त्यस्तै आधा पैसा तिर्छ कि 3 लाख कति गरेर तिर्छन् मेरो साथीहरूले होइन। 3.5 लाख यस्तै गरेर कति तिर्छन् आधा गरेर। त्यही हो, अरू केही हुन्न। अनि एक्जामहरू कसरी हुन्छ भन्दा चाहिँ अब त्यो पनि युनिभर्सिटी वाइज छुट्टै हुन्छ। अब हाम्रो युनिभर्सिटी अब मेरो पोखरा नर्सिङमा चाहिँ कस्तो हुन्छ भन्दा चाहिँ मेरो पोखरा नर्सिङमा चाहिँ हाम्रो पोखरा नर्सिङमा चाहिँ कस्तो हुन्छ भन्दा चाहिँ त्यही कस्तो हुन्छ भन्दा चाहिँ त्यही अब स्टुडेन्ट टिचरले भयो भने त्यो अनुसार हुन्छ। टिचरहरूले पढाइसकेपछि एउटा एक्जाम हुन्छ, त्यस्तै हुन्छ, इन्टरनल एसेसमेन्ट भन्दै हुन्छ। अनि बोर्ड एक्जाम भयो। बोर्ड एक्जाममा चाहिँ फेल भयो भने चाहिँ अनि रिजल्ट आइसकेपछि फेरि पछि पनि दिन मिल्छ। त्यस्तो केही अब म फेल भयो भनेर त्यस्तो सेकेन्ड इयर पढ्न नपाइने भन्ने हुँदैन। सेकेन्ड इयरको रनिङमै उस आउँछ कि रिजल्ट आउँछ। अनि त्यसमै अब फेल भयो भने फेरि एक्जाम दिन मिल्छ। त्यसको लागि त्यस्तो गाह्रो हुँदैन। यु क्यान डु इट। एकदम स्पिड बोल्यो होला, म चाहिँ एकदम छिटो बोल्छु नि त। अनि हजुरहरूले चाहिँ कति रे 1x घटाइ हेर्न सक्नुहुन्छ है। यति नै हो। अरू पनि केही क्वेसनहरू छ भने चाहिँ मलाई सोध्दा हुन्छ। थ्याङ्क यू। सबैजनाले मेरो भिडियो हेरिदिनु होला। लाइक, कमेन्ट, केही क्वेसन छ भने कमेन्ट गरिदिनु होला। अनि सेयर अनि सब्सक्राइब गर्न नभुल्नु होला। सब्सक्राइब चाहिँ गर्नु है, त्यहाँ मैले यस्तो राम्रो भिडियो बनाउँछु, सब्सक्राइब गर्नु होला। अनि त्यसपछि अनि यो भिडियोहरू चाहिँ आफ्नो क्लासमा हुन्छ नि, क्लासमेटहरू हुन्छ जुन चाहिँ कलेजमेट साथीहरूको ग्रुपमा पठाउनु भयो भने चाहिँ तिनीहरूलाई एकदम धेरै हेल्पफुल हुन्छ कि। त्यही भन्छु म चाहिँ। यति नै हो। बाई बाई।